what's up? It's my new video. Before starting this video, I want to tell that I want to shout out my friends Prozol, Unique, and Srizal King, Infinix Boy, aka Srans. I want to shout out them because they have helped me for many ideas and they have also helped in my videos. And I want to welcome all my friends who have subscribed me and subscribers to viewers. If you are watching this, thank you and enjoy the video. यो व्हाट्सअप गाइस सबलाई स्वागत छ हाम्रो नयाँ भिडियोमा। अब सरी हाम्रो टेक्निकल प्रब्लम भयो। हाम्रो पुरानो सर्भर हामीले खेलाएको गयो अनि हाम्रो चाहिँ अहिले नयाँ सर्भर बनिरहा। जस्ट एज युजुअल मेरो साथी छ सृजल किङ। हुन त मेरो अर्को साथी नि आउने भन्यो तर अहिले आएन, पछितिर आउनेवाला छ। अनि यहाँ चाहिँ हाम्रो साथी सृजल किङ एज युजुअल तपाईँले यिनीहरू चिन्नुहुन्छ। अनि हामीले खै नयाँ सर्भर बनायौँ। पुरानो सर्भर के हो गाइस, डिलिट भएछ। त्यसको अझै कन्टिन्यू गर्न लाग्थ्यो गाइस, तर त्यो अहिले डिलिट भयो। मैले त्यसलाई रिकभरी गर्न मिलेन। आई वाज ट्राइङ सो हार्ड, तर के भयो आई डोन्ट नो वाट ह्यापेन्ड। तर जे भयो मैले अब त्यो छोडिदिएँ। हामीले नयाँ सर्भर बनाएको छौँ। अब मेरो अरू साथी नि आउने भनेको छ तर अहिले हि इज काइन्ड अफ बिजी। सो अब हेरौँ के हुन्छ। अब आवर न्यू सर्भर फेरि नयाँ स्टार्ट भइरह। हाम्रो प्रोग्रेस सब गयो। आइ एम स्याड अबाउट द्याट। आइ एम भेरी स्याड, किन भन्दाखेरि हामी त्यसमा धेरै प्रोग्रेस गरेको थियौँ। अब नयाँ सर्भर छ, अब नयाँ कुरा हामी गर्नेवाला छौँ होइन। अब पहिला भन्दा नि बबाल मेगा प्रोजेक्टहरू हामी सोच्यौँ, नयाँ प्रोजेक्ट हामी हजुर मेरो साथीले भन्दा स्पन कडा हारे गुड फर अस। किन भन्दाखेरि मैले नि देखेँ यहाँ स्प्रुस बायोम छ, उतातिर प्लेन बायोम छ, यतातिर खै उतातिर स्प्रुस बायोम छ। भेरी गुड हो हाम्रो लागि त यो। गाइज हामी त्यो स्पिड रन च्यालेन्ज पनि गर्नेवाला छौँ छिट्टै, अपकमिङ सुन। सो वेट फर अस फर अ वाइल। हाम्रो हजुर र त्यति कराउनु पर्दैन थियो यार भिलेज भनेर। राम्रो हजुर गुड फर अस। भिलेज भेटाए हाम्रो साथीले। मैले यहाँ केभमा माइन गरेर एकछिन गाइज मेरो साथीले भिलेज भेटाएर राम्रै हो। गाइज हामीले पहिलाको भिडियोमा हामीले भिलेज भेटाउन लास्टै टाइम लागेको थियो। अहिलेको भिडियोमा छिट्टै भेटायो क्या अरे। अब के होइन गाइज, हामी अब यो सिरिज अब हामी ट्राई गर्छौँ यो सिरिज सकेसम्म के नहोस् भनेर। हाम्रो पुरानो सर्भर के भयो टेक्निकल प्रब्लमले, आई डोन्ट नो। तर अब के होइन गाइस, न्यू स्टार्ट, राम्रो स्टार्ट गर्नुपर्छ। अब हामीले पुरानो मिस्टेकबाट धेरै सिक्यौँ। अब अझै सिक्दै जान्छौँ। के पनि यहाँ रहेछ राम्रै। लेट्स गो गाइज। भिलेज पनि भेटायो मेरो साथीले अब त्यो भिलेज लुट्दैछ। हामी भिलेजसँगै त बनाउनु सोचिरहेको होइन गाइज, घर चाहिँ पहिला जस्तै। किन पहिला पालि नि हामी त्यही गऱ्यो भिलेजसँगै। अनि गाइज तपाईँहरूलाई थाहा हो कोल माइनिङ चाहिँ म अलिकति एडिट हालेर हटाइदिउँला। अहिलेको लागि चाहिँ यति चाहिँ राखिराखौँ होइन। ओ माई गड विच कोल देख्नुभयो गाइज, पावर अफ एडिटिङ। म त बवाल हो नि गाइज एडिटिङमा त। ए कोल देख्नु भइरह। ओ माई गड गाइज देख्नुभयो, फेरि हरायो। गाइज अब यो चाहिँ नरम एडिट आइरन रहेछ नि त गाइज। भो गाइज एडिट गर्नु पर्दा यो दुइटा कोल देख्नु भइरह गाइज, चुट्की हान्छ फेरि हराउँछ गाइज। मिरेकल। म त म्याजिसियन हो नि गाइज। फेरि यहाँ कति कोल रहेछ गाइज। हे गाइज झ्याउ अरे नि त गाइज। ओ नो, ओ नो 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 गाइज, ओ नो 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 नो। ओ बाँच्यो गाइज, 2 hours। ओ सेट त्यहाँ जम्मी रहेछ गाइज यो केप चाहिँ ठुलो रहेछ होइन, फेरि खाना नि दिएन जम्मीले।
गाइज मैले एकछिनको लागि भिलेजमा गएँ मेरो साथीले किन गेम नि भने अहिलेको लागि नाइट टाइम भइरहेको रहेछ गाइज म चाहिँ अब साथीका गएको खै तिमी कता त्यहाँ अर्को ठाउँमा होइन गाइज अब एकछिन लामो होला बाटो तर ल लामो त छैन रे गाइज होइन मेरो हङ्गर बा लास्टै लो छ गाइज ओ माई गड स्पन राम्रै छ अरे मेरो साथीले भनेको आइरहेको छु कि आइरहेको छु जस्तो गाइज अब मेरो स्प्रिन्ट त सिधै लगाइसक्यो यहाँ अहिले मलाई लास्टै गाह्रो भइरह होइन अब मेरो साथीले भिलेज यतै छ अरे खै कता ए उता रहेछ ओ माई गड गाइज यसको राम्रो भिलेज रहेछ यो त ओ नो गाइज हाम्रो स्प्रिन्ट पनि सिधिरह क्रिपन मेरो पछाडि छ ओ माई गड मलाई लास्टै गाह्रो पर्ने भयो गाइज के पनि यता रहेछ गाइज ओ माई गड ओ नो गाइज साथी सुत तिमी सुत तिमी छिटो सुत नाइट टाइम भइरहेको गाइज सुत सुत तिमी सुत छिटो सुत तिमी सुत सुत अर्को ठाउँमा छिटो सुत छिटो फास्ट फास्ट सुत सुत ब्रो छिटो सुत न यार जम्बी आयो भने मलाई गाह्रो पर्छ बल्ल सुत्यो ठिक छ मलाई फुड चाहियो साथी मेरो हङ्गर बार 0 मर्नलाई I'm going to die bro तिमी उतै हो खै तिमी कता उतै हो तिमी नो गाइज बेड नजिकै नो गाइज यहाँ फुड छैन हो साथी यो घरमा फुड छैन घरतिरहरू खाइने फुड छैन गाइज गाइज मेरो हङ्गर बार हेर्नु गाइज मलाई लास्टै गाह्रो भयो गाइज ओ नो 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 ओ शिट ओ ओ न हाफाड हाफाड भने ओ नो गाइज ओ नो 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 गाइज भर्खर भिडियोमा आऊ फेरि मर्न लाग्यो क्या म फर्नेस बनाऊ फर्नेस साथी फर्नेस ओ नो गाइज लो 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 साथी छिटो गरेर यार म यहाँ मर्न लाग्यो म साथीले मलाई दुःख दियो गाइस एल फर गोरे एल बनाइसके ओ नो गाइस ओ नो 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 बल्ल स्प्रिन्ट आयो गाइस बल्ल स्प्रिन्ट जो तिमी भागिरा गाइस हाम्रो कम्बो ठिक छ के Think about me, baby. I know. That's good, I guess so. काउहरू पनि छ गाइस अलि यिनीहरूलाई अलि मर्छ होइन यतातिर बनाउनु पर्ला त्यहाँतिर आइस छ यतातिर स्प्रुस छ ओ माई गड राम्रो गाइस हामीलाई पहिलाको भिडियोमा स्प्रुस चाहिरहेको थियो मेरो साथीले चाहिँ यतातिर बनाउनु भन्नु ल यतातिर बनाऊ काउ उतातिर उतातिर अल्टिमेटस नबनाऊ नबनाऊ पछितिर बनाऊ त्यो लास्ट झ्याउ लाग्छ अटोसम्म के फाइल स्प्रुस काम लाग्छ कि गाइस तपाईँहरूले थाहा नि स्प्रुसले त बबाल देखाउँछ सब बिल्डलाई
ए स्यान्ड अनि वुड माइन गरेन ओ क्लक तिमीसँग छ ओ क्लक खै त रान चेस्टमा वो अलि यसमा राख के गर्छ इनफ 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 जो तिमी वुड माइन गर सिउ एक्स बनाऊ हुन त साथी हो तिम्रो हड त ल के गर्छ तिमी यहाँ गर्दा मिस्टेक भयो हुन त तिमी पनि ल एउटा गाइजले मलाई लटिरहन्छ मलाई मार्छु के एक सर्ट लाग्यो अब मर्यो तिमी कति हार्ट भन न कति हार्ट हान फेरि गाइस पछि चाहिँ हामी ल्यान्टर्न नै हाल्छौँ अहिलेको लागि चाहिँ यही हाल्यो धेरै डार्कनेस नहोस् भनेर डार्क ल्यान्टर्न चुप आइरन माइन गरिस् तैँले माइनर के हो गाइस यो त ऊ बनाउन लाथि न यसले त्यो माइनिङ गर्ने ठाउँ हुन्छ त त्यस्तो गर्न लाँदा हुन्छ तिमी गर त्यो माइनिङ खाली ठाउँ राखिहाल्छ बरु एक्सन तिमीसँग लट्ठी हो तिमीसँग ल हान्छ त गाइस तिमीलाई अघि नको पुगेन हो टोर्च हेर नि त्यहाँ चेस्टमा यत्तिकै राख ल गाइस एउटा म्याजिक हेर्ने अहिले केही रुफ छैन नि सुत्न आइज पहिला सुत्न गइस सुत ओ चाख तिम्रो चाख कस्तो राम्रो ओ माइ गॉड तिम्रो चाख हेर न तिम्रो चाख हटाउ न पहिला ब्रो सुत सुत्न मजा आइरहेको मेरो सुत्न मजा आइरहेको तिमीलाई Oh my god, को यो black nigga 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 oh my god 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 कहाँ बर्स मान गयो हुन्छ हुँदैन तपाईहरुले तर बिचमा चाहिँ नछोड्दिनु होला गाइस किन भन्दाखेरि हामीले यस्तो मेहनत गरेको छौं बिचतिर छोड्दिनु लास्ट दिन नमजा आउँछ हामीलाई पनि तपाईलाई पनि किन बुझ्नु नि हुँदैन किन जसै तपाईले एपिसोड 1 को बिचमा छोडे रे एपिसोड 2 तपाईले बुझ्नु हुँदैन नि त त्यो भएर फर योर गुड आवर गुड माई गुड फर ऑल गुड हजुर बोला तिमीले हजुर भन अनि के साइडतिर अलिकति डिटेल हाल्नु पर्ने यस्तो गर्ने गाइस यस्तो
गाइस यस्तो ठिकै देख्छ जस्तो हैन गाइस ओक स्टेयर्सहरु पनि सिद्धिरहेको रहेछ गाइस अहिले बनाउनु पर्यो फिशर बिल्डको लागि धेरै बनाउनु होला हामीले अब पछितिर हाम्रो मान्छे पनि आउँछ आइपी तपाईहरुलाई अहिले पठाइदिउँला चाहिन्छ भने कमेन्ट गर्नुहोस् म तपाईलाई सिक्रेटली रिप्लाई हान्छु हैन जसले त्यो आइपी मलाई पठाउ भन्छ त्यतिले मात्र पठाउनु वाला छु हैन अब तपाईले एन्डसम्म एन्ड भयो भने थाहा पाइहाल्छ अब एन्डसम्म एन्ड भएन त्यो अब तपाईको दोष हो त्यो हैन Mom, I'm sorry. अहिले लाइक बेस्ट ठिकै छ हैन I like हैन ठिकै छ And love in the shape of you. यस्तो हाल्दिउँ न कस्तो हुन्छ ए ठिक छ यस्तो काम पर्यो ओ गाइस ठिक छ अब अझै ठिक छ मेरो साथीले कस्तो माइनिङ हान्न आएर पनि देख्छु ओ माय गॉड साथी तिमीले त राम्रै गर्यो त ओहो कोल पनि माइन हाल्न नि तिमी साथी दिङबो गाइस म्याजिक भन्दा मेरो एडिटिङ बार हो तर हैन मेरो साथीले चाहिँ अलिकति मिलाएर आरेछ हैन केही छ मिलाएको मानि हैन यो चाहिँ के डायमन्ड लेभल हो के हो त्यो के रहेछ नि साथी किन के हो साथीले के भेटाइन जाँदैन त केमा कोल म माइन गर्छु गाइस ओ माय गॉड यो आइरन रहेछ नि त गाइस देख्नु हो यो मान्छे चुतिया जो तिमी त्यहाँ लिसे मैले यहाँ के छ के न डेड गाइस म चाहिँ कोल एकछिन माइन हान्छु हैन यो कोल माइन गरेको पार्ट चाहिँ म एडिट हान्छु हैन कपर पछितिर माइन गर्ने पछितिर अझैको लागि चाहिँदैन ओ यहाँ नि रहेछ आइरन गोल्ड पनि रहेछ आइरन पिक्याक्स छ हैन तर ल्याउ त माथितिर जोन आइरन पिक्याक्सहरुको म ल्याउँछु तिमी माइन गर्दै आइरन माइन गर्दै र दिङबो एकछिन मैले गाइस पिक्याक्स पनि power of it towards low and backs a bit backs ए म आउने भने oh I'm sorry but didn't यहाँ गइसक्यो यहाँ तल मिल्छ जान ओ यहाँ तल नजाउँ मलाई अहिले तामल देखेँ हजुर ओ यहाँ त के बपाल के रहेछ त्यहाँ त पछि आउँछु रुक म केमा जान्ला एन के कस्तो चीज छ के यहाँ क्रिपरले मेलाई रोकिराख्यो के त्यो ल ओइ बिस्तारै केयरफुल गो तिमी धन्न मरेन पछितिर जानुपर्छ गाइस त्यो केमा यो चाहिँ ब्लक गरौँ किन हजुर म पिक्याक्स फुटिसक्यो यहाँ अझ तल माइन गर्दै गर नि तल
कहाँ माइन गर्ने गोल्ड पनि स्मेल्ट गरेर ल्याऊ यो कोल पनि ल्याऊ कोल त्यो मैले फर्नेसमा राखेको छु नि कोल त्यो खै यहाँ के रहेछ त यहाँ स्टोन के हो त्यहाँ जम्बी यो चाहिँ ल्यापिस पो रहेछ त्यहाँ डायमन्ड ओइ डायमन्ड छ त्यहाँ तल ओइ तर लास्ट तिमीसँग वाटर बकेट छ वाटर बकेट मलाई देऊ न वाटर हजुर फुड मसँग छ ब्रो आइरन बकेट देऊ न मलाई पहिला सुरु त त्यो साइडमा त्यहाँ साइडमा भने ए मसँग रहेछ फर्नेस त लल गरे मसँग छ फर्नेस आया गाइस रुकमा फर्नेस मसँग छ माया त्यही बसिरा हेर्नु है गाइस म एकछिनमा ट्राभल लान्छु नि यहाँ मसँग यति मात्र 16 17 सरी 16 हेर्थ्यो कति हो यहाँ स्मेल गर तिम्रो त्यो आएर अनि मलाई त्यो बकेट तिमी भर्खर छ भने वाटर बकेट लल बोबो पढ्नु पर्छ सोचेर मैले बनाएछु बकेट अब हजुर खाना चाहियो स्टप पहिला अनि मैले फुल गियर बनाएँ तिम्रो लागि चाहिँ पुग्दैन रहेछ मिलाएको के गर्छु होइन त गाइस कहाँबाट आउँछ स्किल and not today Clock pizza fucking trust speech clock pizza fucking trust speech oh my god diamonds bro यसको 3 टावर पुग्छ गाइस Mr. Free
तिमी तल गा तलतिर एकछिन रुक ल गाइज आजको लागि यति हाम्रो भिडियोमा हाम्रो घरसर सब बनिसकेको छ आजको लागि यहाँ फार्म पनि मैले अफलाइनमा गरिसकेँ यता बोटिङको लागि यस्तो छ त्यहाँ फार्म यस्तो छ यता हाम्रो फार्म बन्यो यहाँ हाम्रो काउ छ सिप छ चिकन छ यहाँ पिग राख्नु बाँकी अनि यस्तो छ अहिलेको लागि चेस्टहरू यस्तो हामी माइनिङ नि गएछौँ डायमन्ड्स पनि पायौँ दुईवटा डायमन्ड पिकेक्स बना बियड यस्तो अरू फार्मलाई यस्तो ल गाइज आजको लागि चाहिँ यति भन्न चाहन्छु पिस आउट ल बाई बाई